तर तपाईँहरू छोड्दै छोड्नु न 2048 सालबाट यहाँ तपाईँ उम्मेदवार के भएको तपाईँलाई? म 5 वर्ष प्रधानमन्त्री भएँ। यहीँ छिमेकमा 15 वर्षदेखि प्रधानमन्त्री हुनुहुन्छ र कसैलाई तपाईँहरूलाई टाउको दुख्दैन देख्नुहुन्न? छिमेकको हामीलाई किन टाउको दुख्नु? हामीलाई थाम्रै देशको टाउको दुख्नु। त्यही रहेछ राजनीतिमा चलन भन्ने थाहा पाउनु परेन त त्यति थाहा पाउनु परेन। त्यस्तै सरकार बनाए। यहाँ म 74 वर्षको भएँ हो, अन्त 80 वर्षको हुँदा तपाईँहरूलाई टाउको नदुख्ने? 80 वर्षको भयो भनेर त्यहीँ बसेर भने यी बुढाले चलाउन पाइन्छ भनेर लेख्छ, फेरि त्यहीँ बस्ने मान्छेले सुहाउँछ भने तिनीहरूको विवेक कहाँ लगेर राखेका छन् भन्नु। हाम्रा उमेर भएकाहरूले तिनले जसरी काम गरेनन् कि सायद अलि बढ्ता गरे कि तपाईँलाई त्यस्तो लाग्छ? नयाँ चिज के यस बिचमा नेपालमा नयाँ चिज जुन रफ्तारमा जुन प्रतिशतमा भएको छ त्यो प्रतिशत दुनियाँको कहीँको आँकडा निकालेर ल्याउनुहोस्, त्यो प्रतिशतमा। त्यसै कारण संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनमा नेपाल तीव्रतर विकास गरिरहेका विश्वका 10वटा देशभित्र पर्छ, त्यसमा पनि अग्रस्थानमै छ 10वटा मध्ये। हामी ग्रे लिस्टमा बसेको कुरा नि बिर्सिन भएन। त्यो सानोतिनो ढङ्ग नपुर्याएर र यस्तै विभिन्न खालका तत्त्वहरूका क्रियाकलापले